नमस्ते। मङ्सिर महिनामा नेपालको म्युचुअल फन्ड बजारमा के भयो आउनुहोस् आज अलि गहिरिएर हेरौँ। लगानीकर्ताको पैसा खासमा गयो कहाँ अनि कसले चाहिँ मालामाल कमायो। अब दर्जनौं फन्डहरू छन् बजारमा, हैन त? यस्तोमा चलाक पैसा, स्मार्ट मनी भनौँ न, त्यो चाहिँ खासमा गयो कहाँ? यो प्रश्नले बजारको मुड नै देखाउँछ। फन्ड म्यानेजरहरूले कुन क्षेत्र र कुन कम्पनीमाथि विश्वास गरे अनि त्यसको नतिजा के भयो? आउनुहोस् यही कुराको चिरफार गरौँ। ल सुरु गरौँ मङ्सिरको म्युचुअल फन्ड स्न्यापसटबाट। समग्रमा बजारको अवस्था कस्तो थियो त? वाह, 52.79 अर्ब रुपैयाँ। यो कुनै सानो रकम होइन है। यति ठुलो पैसा चाहिँ मङ्सिर महिनामा म्युचुअल फन्डहरूले लिस्टेड र अनलिस्टेड कम्पनीहरूमा लगानी गरेका रहेछन्। र रमाइलो कुरा के छ भने यो रकम बढेको देखिन्छ। कार्तिक महिनामा 50.12 अर्ब थियो, जुन मङ्सिरमा बढेर झण्डै 53 अर्ब पुग्यो। यसले के देखाउँछ भने बजारमा अलिअलि सकारात्मक माहौल बन्दै थियो, लगानीकर्ताको आत्मविश्वास पनि बढिरहेको। तर यो सबै पैसा सेयरमा मात्रै खन्याइएको भने होइन। फन्ड म्यानेजरहरूले अलि चलाखी पनि गरेका छन्। हेर्नुहोस् त, झण्डै 11.5 अर्ब रुपियाँ त ब्याङ्क ब्यालेन्समै राखेका छन्। त्यस्तै डिबेन्चर र बन्डमा करिब 3.7 अर्ब अनि आइपिओ राइट्स सेयरहरूमा पनि 1.8 अर्ब लगाएका छन्। मतलब अलिकति जोखिम कम गर्न खोजेको प्रष्टै देखिन्छ। ल अब सबैभन्दा चाखलाग्दो प्रश्न, त्यो 52 अर्बमध्ये कुन क्षेत्रमा चाहिँ लगानी भयो त? क्षेत्रगत विश्लेषणले फन्ड म्यानेजरहरूको दिमागमा के चलिरहेको थियो भन्ने कुरा छर्लङ्ग पार्छ। यो चार्ट हेर्ने बित्तिकै एउटा कुरा त पानी जस्तै छर्लङ्ग हुन्छ। हेर्नुहोस् त, कमर्सियल ब्याङ्क, माइक्रो फाइनान्स अनि लाइफ इन्सुरेन्स, यिनै 3 क्षेत्रले त लगानीको ठूलो हिस्सा ओगटेका छन्। लगभग सबै पैसा त वित्तीय क्षेत्रमै घुमिरहेको जस्तो देखिन्छ। यो एउटा निकै महत्त्वपूर्ण ट्रेन्ड हो है। रकममा हेर्ने हो भने वाणिज्य ब्याङ्कहरूमा मात्रै 9.60 अर्ब रुपैयाँ लगानी भएको छ। त्यसपछि माइक्रो फाइनान्समा 6.84 अर्ब र जीवन बिमामा 6.70 अर्ब। मतलब फन्डहरूको विश्वास कहाँ थियो भन्ने कुरामा अब कुनै द्विमत रहेन। ओके, सेक्टर त थाहा भयो, तर सेक्टरभित्र पनि कुन कम्पनीहरू चाहिँ स्टार बने त? अब अझै भित्र पसेर हेरौँ कुन स्टक्सहरू सबैभन्दा लोकप्रिय रहेछन्। सुरुवात गरौँ सबैभन्दा बढी लगानी भएको क्षेत्र अर्थात् कमर्सियल ब्याङ्कबाट। फन्डहरूले किन यति धेरै पैसा यहाँ लगाए होलान्? सायद बजारमा अलि स्थिरता र सुरक्षित रिटर्न खोजिरहेका थिए कि? र यहाँ छन् टप 3 पिक्स। एभरेस्ट ब्याङ्कमा 1.29 अरब, सानिमा ब्याङ्कमा 1.07 अरब अनि प्राइम कमर्सियल ब्याङ्कमा 91 करोडभन्दा बढी। यी 3 ब्याङ्कमा फन्ड म्यानेजरहरूले आँखा चिम्लेर विश्वास गरेको जस्तो देखिन्छ। ब्याङ्कपछि अर्को प्रिय क्षेत्र रहेछ जीवन बिमा। सामान्यतया यो क्षेत्रमा लगानी गर्नु भनेको अलि लामो समयको लागि सोच्नु हो। यसले फन्डहरूको दीर्घकालीन रणनीतिलाई पनि देखाउँछ। र यस क्षेत्रको राजा बनेको छ नेसनल लाइफ इन्स्योरेन्स, जसमा 1.62 अरबको लगानी छ। त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स पनि फन्डहरूको रोजाइमा परेका छन्। अब पालो आयो तेस्रो प्रमुख क्षेत्रको, त्यो हो माइक्रो फाइनान्स। गाउँ-गाउँमा वित्तीय सेवा पुर्याउने यो क्षेत्रले पनि म्युचुअल फन्डहरूबाट राम्रै लगानी पाएको छ। माइक्रो फाइनान्समा चाहिँ छिमेक लघुवित्त सबैको आँखाको नानी बनेको देखिन्छ। यसमा मात्रै 1.40 अरब लगानी भएको छ। साना किसान र निर्धन उत्थान लघुवित्त पनि टप लिस्टमा छन्। ल पैसा कहाँ कहाँ गयो भन्ने कुरा त हामीले बुझ्यौँ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा नतिजा के आयो त? कसले कमायो, कसले गुमायो? अब फन्डहरूको पर्फर्मेन्स हेर्ने बेला भयो। पर्फर्मेन्सको कुरा गर्दा एउटा शब्द बारम्बार आउँछ, न्याभ अर्थात् नेट एसेट भ्याल्यु। सिधा भाषामा भन्दा यो भनेको फन्डको 1 युनिटको मूल्य हो। न्याभ बढ्यो भने फन्डले राम्रो गर्यो, घट्यो भने नराम्रो। एकदमै सिम्पल। र मङ्सिरको कथामा 2 बिल्कुलै फरक पाटा देखियो। एउटा हिरो, अर्को खैर। एकातिर गरिमा समृद्धि योजनाले आफ्नो एनयुभीमा 4.5% को शानदार वृद्धि गर्यो, तर अर्कोतिर एचएलआई लार्ज क्याप फन्डको एनयुभी चाहिँ 1.75%ले घट्यो। हेर्नुहोस् त, एउटै महिनामा कति फरक नतिजा। यहाँ छन् मङ्सिर महिनाका टप 5 च्याम्पियनहरू। गरिमा समृद्धि योजना त छँदैछ, त्यसबाहेक एमबिएल इक्विटी फन्ड,
हिमालयन 80-20, आरबीबी म्युचुअल फन्ड 1 र रिलायबल समृद्धि योजनाले पनि एकदमै राम्रो प्रदर्शन गरे। यिनीहरूको रणनीतिले चाहिँ मज्जाले काम गरेको देखियो। ल, यति धेरै अङ्क र तथ्याङ्क हेरिसकेपछि यसको सार के हो त? आउनुहोस्, मङ्सिर महिनाको रिपोर्टबाट निस्केको मुख्य कुरालाई छोटकरीमा बुझाउँ। 3वटा मुख्य कुरा याद गरौँ। 1. म्युचुअल फन्डमा समग्र लगानी बढ्यो, जुन राम्रो कुरा हो। 2. लगानीको ठूलो हिस्सा ब्याङ्किङ र वित्तीय क्षेत्रमै थुप्रियो। र 3. सबै फन्डले एकै नासको प्रदर्शन गरेनन्, कसैले धेरै कमाए, कसैले गुमाए पनि। र अब एउटा महत्त्वपूर्ण प्रश्न सोचेर यो विश्लेषणलाई बिट मारौँ। फन्डहरूले ब्याङ्क र वित्तीय संस्थाहरूमा यति धेरै लगानी गर्नु के यो बजार स्थिर छ भन्ने सङ्केत हो, वा कतै एउटै बास्केटमा सबै अन्डा राखेर जोखिम बढाइरहेका छन्? यो प्रश्नको जवाफले नै सायद आउने दिनमा बजार कता जान्छ भन्ने देखाउला।